Samsung कम्पनीले नयाँ Galaxy S23 र S23 Plus को घोषणा गर्यो, तर मुख्य आकर्षण फ्ल्यागशिप अल्ट्रा मोडल रह्यो र यस भिडियोमा हामी Samsung Galaxy S23 Ultra बारे सबै कुरा छलफल गर्नेछौँ, जस्तै अफिसियल स्पेक्स, प्राइस एन्ड अवेलेबिलिटी इन नेपाल। Samsung Galaxy S23 Ultra प्राइस इन नेपाल। Galaxy S23 Ultra 256GB स्टोरेज भ्यारिएन्टको लागि नेपाली रुपैयाँ 1,51,999 र 512GB स्टोरेज भ्यारिएन्टको लागि नेपाली रुपैयाँ 2,09,999 रहेको छ। 200MP आइसोसियल HP2 सेन्सर। केही वर्षसम्म 108MP सेन्सरहरूमा टाँसिएपछि यसलाई पूर्ण बनाउने प्रयासमा स्यामसुङले अब S23 अल्ट्राको साथ 200MP क्यामेराहरूमा उफ्रिएको छ। जाहिर छ 2022मा धेरै फोनहरूमा भएको हुनाले 200MP सेन्सर कुनै नयाँ कुरा होइन। 200MP स्यामसुङ फोनको अफवाह पनि 2021 को सुरुमा नै थियो। 200MP क्यामेरा भएको पहिलो फोन मोटोरोला X30 Pro आइसोसियल HP1 सेन्सर भएको थियो। स्यामसुङद्वारा बनाइएको यो फोनहरूको लागि पहिलो 200MP छवि सेन्सर हो र गत वर्ष मात्र ठूलो उत्पादनमा गयो। त्यसबेलादेखि स्यामसुङले थप किफायती फोनहरूका लागि अन्य 200MP सेन्सरहरू आइसोसियल HP3 र HPX ल्याएको छ। पछिल्लो नोट 12 सिरिज जस्तै चिनिया फोनहरूको लागि आरक्षित छ। 200 मेगापिक्सल क्यामेरा स्मार्टफोनहरूमा भर्खरको स्पाइक चिपसेट निर्माताहरूलाई पनि श्रेय दिन सकिन्छ, जसले तिनीहरूको हालका चिपहरूमा 200 मेगापिक्सल क्यामेराहरूको लागि हार्डवेयर समर्थन एकीकृत गरेको छ। स्न्यापड्र्यागन 8 Gen 2 र मेडियाटेक डायमेन्सिटी 9200 जस्ता हालका सबै फ्ल्यागशिप एन्ड्रोइड चिपसेटहरूमा यसको लागि नेटिभ समर्थन छ। यसबाहेक यो स्न्यापड्र्यागन 7 Gen 1 र डायमेन्सिटी 1080 जस्ता मध्य दायरा चिपसेटहरूमा पनि उपलब्ध छ। S23 अल्ट्राले माथि छलफल गरिएका कुनै पनि सेन्सरहरू प्रयोग गर्दैन। स्यामसुङले आफ्नो 2023 को अन्तिम स्मार्टफोनको लागि पूर्ण रूपमा नयाँ सेन्सर अनावरण गर्यो, जसलाई आइसोसियल HP2 भनिन्छ। यो 0.6 पिक्सल भएको S23 अल्ट्राको लागि विशेष रूपमा बनाइएको 200 मेगापिक्सल फ्ल्यागशिप सेन्सर हो। यसले अघिल्लो पुस्तामा 24fps को विपरीत 30fps मा 8K रेकर्डिङ सक्षम गर्नेछ। बाँकी क्यामेरा सेटअप धेरै वा अलिकति कम समान छ। हामी क्रमशः 3 गुणा र 10 गुणा अप्टिकल जुम भएका दुई टेलिफोटो लेन्सहरू हेरिरहेका छौँ, जबकि प्रारम्भिक लिगले दुईवटा टेलिफोटो क्यामेराहरूलाई 12 मेगापिक्सलको रूपमा सूचीबद्ध गरेको छ। तिनीहरू आधिकारिक रूपमा 10 मेगापिक्सल सेन्सरहरूको रूपमा सूचीबद्ध छन्। इपिक नाइट फोटोग्राफी। उच्च मेगापिक्सल क्यामेरा पर कम्पनीले आफ्नो रात्रि चित्रमा पनि काम गरेको छ। एक साइड नोटमा स्यामसुङले S23 अल्ट्रामा 8K 30fps मा भिडियो रेकर्डिङ पनि सक्षम गर्दैछ। पहिलो S22 अल्ट्राले 24fps मा मात्र 8K भिडियो रेकर्ड गर्न सक्छ। स्न्यापड्र्यागन 8 Gen 2 फर ग्यालेक्सी। एक्सिनोस चिप्सको प्रदर्शनको बारेमा आलोचना जित्न असफल भएपछि स्यामसुङले अन्त नयाँ S23 सिरिजको साथ सब स्न्यापड्र्यागन गयो। क्वालकम प्रविधिको फेब्रुअरी अनप्याक्ड घटनाको महिनौं अघि सङ्केत गरे अनुसार ग्यालेक्सी S23 सिरिज सबै स्न्यापड्र्यागन मामला हुनेछ। स्यामसुङले S23 अल्ट्रामा नवीनतम स्न्यापड्र्यागन 8 Gen 2 को चिपको ओभरक्लक संस्करण प्रयोग गरिरहेको देखिन्छ। प्राइम आर्म कार्टेक्स X3 कोर विशेष गरी सामान्य 3.2 GHz को तुलनामा उच्च 3.36 GHz मा क्लक गरिएको छ। त्यस्तै गरी इमोटलिस आधारित एन्ड्रिनो 740 को पनि S23 अल्ट्रामा 719 MHz को उच्च घडी गति भएको भनिएको छ। यो स्न्यापड्र्यागन 8 Gen 2 को बेस्पोक भर्जन हो, जुन विशेष गरी स्यामसुङको फ्ल्यागशिपको लागि बनाइएको छ। नतिजाको रूपमा यसले ग्यालेक्सीका लागि क्वालकम स्न्यापड्र्यागन 8 Gen 2 मोबाइल प्लेटफर्म मार्केटिङ शर्तहरू बोक्छ। यो ग्यालेक्सीका लागि स्न्यापड्र्यागन साझेदारी एक मात्र कुरा होइन र अर्को वर्ष S24 अल्ट्रामा पनि विस्तार गर्ने हल्ला छ। अफवाहहरूका अनुसार स्यामसुङको योजना यस साझेदारीलाई जीवित राख्ने छ जबसम्म यसले आफ्नो फ्ल्यागशिप स्मार्टफोनहरूका लागि थप सक्षम इन हाउस चिपसेट विकास गर्दैन। रेस्ट अफ स्पेक्स। स्यामसुङ ग्यालेक्सी S23 अल्ट्रामा 6.8 इन्चको 2 गुणा AMOLED स्क्रिन रहेको छ। यो 3088 by 1440 पिक्सेलको क्वालिटी HD प्लस रेजोल्युसनको सिरिज एक मात्र मोडेल होइन। त्यस्तै यसमा 1 हर्जदेखि 129 हर्जसम्मको अनुकूल रिफ्रेस दरका साथै सुधारिएको भिजन बुस्टर समाधान छ। यसबाहेक यसले 1750 निट्सको शिखर चमकको गर्व गर्दछ। स्यामसुङ S23 अल्ट्रा गोरिल्ला ग्लास Victus 2 द्वारा सुरक्षित गरिएको पहिलो फोन हो।
फोनमा आर्मर एल्युमिनियम फ्रेम र IP68 डस्ट र पानी प्रतिरोध छ। त्यो बाहेक स्यामसङले उपकरणको डिजाइन र निर्माणमा वास्तवमा परिवर्तन गरेको छैन। तपाईले उही आर्मर एल्युमिनियम फ्रेमहरू पाउनुहुनेछ जुन हामीले S22 अल्ट्रामा देख्यौं। यसले 45 वाट फास्ट चार्जिङको लागि सपोर्ट सहित 5000 mAh ब्याट्री प्याक गर्नेछ। एन्ड्रोइड 13 मा आधारित नवीनतम मोड UI 5.1 स्क्रिन भएको फोन पठाइन्छ। अपरिचित रूपमा स्यामसङले कम्तीमा 4 वर्षको एन्ड्रोइड अपग्रेड पनि उपलब्ध गराउँछ। फोनमा बिल्ट-इन S पेन स्टाइलस पनि छ। सो भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गरिदिनु होला। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सनु होला।